आज चाहिँ म हजुरहरूलाई फोर्कलिफ्टको सामान्य जानकारी दिन गइरहेको छु। सर्वप्रथम यसलाई भन्छ ह्यान्ड ब्रेक, एस्केलेटर, ब्रेक्स, फोर्क्स, लिभर, की र यसले चाहिँ ह्यान्डललाई एडजस्ट गर्ने काम गर्छ। यसले चाहिँ अगाडि पछाडि र न्युट्रलमा राख्ने काम गर्छ र यो इन्डिकेटर, सिट बेल्ट। अब चाहिँ हामी फोर्कलिफ्टलाई सुचारु गरेर हेरौँ। सबैभन्दा पहिला सिट बेल्ट लगाउनुपर्छ। यसरी भिडियोमा देखाए जसरी तपाईले आफ्नो ह्यान्डललाई र सिटलाई आफ्नो कम्फर्ट अनुसार एडजस्ट गर्न सक्नुहुन्छ। अब चाहिँ चाबी अन गरौँ, ह्यान्ड ब्रेकलाई खोलौँ, फोर्कलिफ्टलाई फरवर्ड मोडमा लिएर जाउँ। बिस्तारै एस्केलेटर दबाएपछि फोर्कलिफ्ट अगाडि जान सुरु गर्छ। ब्याक फरवर्ड मोडमा हालेर बिस्तारै एस्केलेटर दबायो भने फोर्कलिफ्ट पछाडि जान सुरु गर्छ। बीचमा राख्यो भने चाहिँ न्युट्रलमा जान्छ। यसरी नै 1 नम्बर लिभरलाई आफूतिर तान्यो भने फोर्क माथितिर जान्छ र अगाडि धकाल्यो भने चाहिँ तलतिर जान्छ। 2 नम्बर लिभरलाई आफूतिर तान्यो भने चाहिँ फोर्क आफूतिर आउँछ र अगाडि धकाल्यो भने चाहिँ जमिनतिर जान्छ। आशा छ हजुरहरूले फोर्कलिफ्टको बारेमा सामान्य जानकारी लिनुभयो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला भन्दै आजको भिडियो म यहाँ अन्त्य गर्न चाहन्छु। हस् नमस्कार, धन्यवाद, लभ यु गाइस।